स्वास्थ्य चेकअप गराउँदाखेरि मेरो लिभरमा दाग देखियो। बालाजी नर्सिङ होममा चेक गराएको थिएँ, लिभरमा दाग देख्यो। डाक्टर साहबले भन्नुभयो बाबु अब तिमी चाहिँ अब गल कन्टिन्यू नफर्के हुन्छ, किनकि तिमी यस्तो छ अवस्था छ, तिमी धेरै काम गर्न सक्दैन भन्ने कुरो हो। अब के गर्ने? मेरो छोराछोरी मैले बोर्डिङमा पढाएको छु होइन, यहाँ बसेर मैले त्यो बोर्डिङ पढाउन सक्दिनँ। अब यसो सोची कम्पनी ठिकै छ, अब इन्सुरेन्स आइहाल्छ, उतै सुक्यो भने के त कति गयौँ नेपाली सुकिनु राखेको छ, म पनि त्यसैमा पर्छु भनेर फेरि म गएँ। र त्यसरी जाने क्रममा केही वर्षपछि मैले त्यसको यहाँ भ्याकेसनबाट फर्केको 7 महिनापछि एकजना मित्रले मलाई डिएक्सन कम्पनीको लिन्जी 3-in-1 कफी, यो कफी उहाँमा फिलिपिन्सको साथीबाट मैले प्राप्त गरेँ। र मेरो समस्या थियो कब्जियत र इन्सोमनिया, यो अनिन्द्राको रोग थियो। म 12 बजे सुत्थेँ, तर 1 घण्टा 1.5 घण्टा म छटपटिरहनु पर्थ्यो। तर मैले यो कफी पिएँ, यो कफी पिएको चाहिँ नि 1 हप्तापछि नै म खाना खाएको 5 मिनटमा निदानी भएँ। त्यसको 1 महिनापछि ब्लड प्रेसर चेक गर्न जाँदा प्रेसर पनि डबल भएको रहेछ। यहाँहरूको कतिपय आफन्तीहरू विदेशमा काम गरिरहेको होला, पैसा कमाउनु गएको छ, बक्समा पेक भएर आउनु परेको छ। एउटा भर्खरको जवान पैसा कमाउन गइरहेको श्रीमान कस्तो सपना लिएर बसेको होला, त्यो श्रीमान बक्समा पेक भएर आउँदा बिचरा त्यो विशेषको कस्तो छैन हालत भयो। यहाँहरूले यदि कोही पनि आफ्नो मान्छेहरू विदेशमा हुनुहुन्छ भने यो डिएक्सनको विषयमा बोल्न नबोल्नु होला। यहाँहरूलाई जो डिएक्सनको विषयमा जानकारी छ, किनकि गल्फ कन्ट्री र मलेसियामा के हुन्छ भन्दा एउटा सुतेको रोग हुने रोग छ। समय सुतिरहेको साथी भोलिपल्ट छैन। अब के गर्ने? कारण के हो भने त्यहाँको र यहाँको खानपान मिल्दैन। त्यहाँको खानपान एसिडी फुड धेरै हुन्छ र हामी नेपालीलाई बढी भात खानुपर्छ, हामीले रोटी खाएर हुँदैन। किन इन्डियन बङ्गालीहरू त्यति मर्दैन नेपालीको तुलनामा? नेपाली मात्रै किन सुते हुन्छ भन्दा नेपालीलाई चाहिँ नि चिकन चाहिने, मटन चाहिने, त्यसमाथिमा चाहिँ नि भातै चाहिने। साउदी या कतार, गल्फ कन्ट्री या मलेसिया, त्यहाँ बस्ने नेपालीहरूले अरू चिज केही गर्नु पर्दैन। उनीहरूले दिनमा 3 रियल आफ्नो स्वास्थ्यको लागि छुट्याउने हो भने कुनै नेपाली हार्ट एट्याक हुनु पर्दैन, कुनै नेपाली डायबिटिज हुनु पर्दैन, कुनै नेपाली ब्लड प्रेसर हुनु पर्दैन, कुनै नेपाली ग्यास्ट्रिक भएर अल्सर भएर आउनु पर्दैन। एउटा व्यक्ति स्वस्थ भएर कमाएर ल्याए भने उसको परिवारलाई राम्रो हुन्छ, त्यति मात्र हुन्छ छिमेकलाई राम्रो हुन्छ, देशलाई फाइदा हुन्छ। मेरो नाम मनिषा लामा, मेरो घर सिन्धुपाल्चोक, हाल म यो शान्तिनगर बस्छु है। अब डिएक्सनमा म कसरी लागे र कसरी अब त भएर आजसम्म कसरी म डिएक्सनमा स्थिर रहेँ भन्ने कुरा म यहाँहरूलाई जानकारी दिँदैछु। विगत 6 वर्ष अगाडि प्यारालाइसिस भन्ने एउटा रोगले मलाई सतायो है। जब म भर्खर 20 वर्षको उमेर हुँदै थिएँ त्यतिखेर, अनि मलाई अचानक म घर जाने बेलामा मलाई प्यारालाइसिस भयो, जसको कि मेरो फेसमा मात्रै भयो, मेरो घाँटीदेखि माथि मात्रै भयो होइन। अनि त्यस्तो अवस्थामा मैले घरमा बस्नु नसकेर म काठमाडौँ फर्केर आएँ। अनि काठमाडौँ फर्केर आएर यो काठमाडौँ मोडल हस्पिटल नसा सम्बन्धी एकदमै नाम चलेको हस्पिटल म त्यहाँ एडमिट भएँ। त्यसमा मैले 15 देखि 20 दिनसम्म पनि उपचार गरेँ। त्यसमा मैले कुनै पनि उपचार पद्धतिहरू राम्रो तरिकाले पाउन सकिनँ, किनभने मेरो केस त्यति साह्रो सिरियस पनि होइन। मसँगै यस्तो हाम्रो बुढी हजुरआमाहरूको पनि मसँगै मेरै जस्तो कन्डिसन उहाँहरूको पनि थियो। मसँगै एउटै रुममा चाहिँ एडमिसन हुने हामीहरूमा सबैजना निको भएर फर्के, तर मेरो अवस्था जस्ताको तस्तै रह्यो है। म एकदम निराश भएँ। जस्तै अब त्यो उमेरमा मैले यो सोच्न बाध्य भयो कि मैले यही उमेरमा चाहिँ मैले आफ्नो जिन्दगी गुमाउनु पर्यो होइन। त्यस्तो केसमा म एकदमै गम्भीर भएर सोचेँ। अनि डाक्टरसँग मैले सल्लाह लिएँ, अब मैले के गर्ने सर भने मैले डाक्टरसँग सल्लाह लिँदाखेरि उहाँले भन्नुहुन्थ्यो अब तपाईँको यहाँ उपचार हुने सम्भावना छैन, तपाईँले कुनै ठाउँ जानुपर्ने अवस्था आएको छ, त्यसको लागि सरी भनेर भन्नुभयो। त्यस्तो अवस्थामा अब मसँग कुनै पनि अब उपचार गर्नको लागि त्यति धेरै रकमहरू चाहिन्थ्यो, कतै जानु पर्यो भने त्यति पैसाहरू मसँग नभएको कारण म एकदमै निराश भएको थिएँ। अनि डाक्टरले मलाई पुरा औषधिहरू कति धेरै औषधिहरू दिनुहुन्थ्यो, अनि महँगो इन्जेक्सनहरू लगाइदिनुहुन्थ्यो। अनि त्यसको साथसाथै अनि यस्तो डाइट कुराहरू हुन्छ नि, भिटामिन कुराहरू, त्यो चाहिँ बार्नुपर्छ। मैले चिसो कुराहरू, यस्तो फलफुलहरू, मैले जुन कुरा चाहिँ आफूलाई चाहिने कुराहरू हुन्थ्यो त्यो चाहिँ मैले बार्नुपर्ने हुन्थ्यो। म एकदमै विक भएको थिएँ त्यतिखेरको अवस्थामा। म त्यतिखेर जम्मा 30 केजी भएको थिएँ। 20 वर्षको मान्छे जम्मा 30 केजीको मान्छे म थिएँ है। त्यस्तो अवस्थामा म एकदमै निराश भएँ। डाक्टरको औषधि पनि अब म नखाने,
कुनै पनि उपचार पनि नगर्ने, आखिर मेरो भागमा यति नै रहेछ भनेर मैले आफैलाई चाहिँ माया मारे भनौँ होइन। त्यस्तो अवस्थामा म एकदमै निराश भएर म घरमै बसिरहँदाखेरि मेरो अफलाइन सुनवार र वीरबहादुर सुनवार हुनुहुन्थ्यो। उहाँले फर्स्ट चोटिमा आउँदाखेरि यो 2टा प्रोडक्ट लिएर आउनुभयो, प्लस यो कफी र क्याप्सुल लिएर आउनुभयो। त्यतिखेर मेरो श्रीमान अमेरिका हुनुहुन्थ्यो। अनि म बिरामी भएको खबर सुनेपछि उहाँ फर्केर आउनुभयो। फर्केर आउनुभएपछि उहाँले केही पनि गर्न सक्दैन। मेरो 2जना दाजुहरूले, मेरो अफलाइनहरूले यो 2टा आइटम मलाई ल्याइदिनु भयो। जबकि नानी तिमी यत्रो उपचार गर्यौ, तिम्रो त्यत्रो खर्च भयो, तिमी निको भएनौ, अब तिमी यो प्रोडक्ट युज गर, तिमी अवश्य पनि निको हुन्छ भनेर उहाँले एकदमै कन्फिडेन्स साथ गर्नुभयो। तर मलाई विश्वास लागेन, किनभने डाक्टरले मलाई उपचार गर्दाखेरि निको पार्न सक्नु भएन। अब डाक्टरले भन्दै हुनुहुन्छ तिम्रो उपचार यहाँ हुँदैन भनेपछि तपाईँले मलाई यो च्याउको धुलो खुवाएर निको पार्न सक्नुहुन्छ? निको हुन्छ भने अब कुनै पनि कुराहरूले हामीले विश्वास गर्नुपर्छ। कुनै पनि कुरालाई विश्वास गर्यो भने अवश्य पनि त्यो चाहिँ सफल हुन्छ भन्ने कुरा चाहिँ मलाई लागेर मैले यो प्रोडक्ट खान मैले सुरु गरेँ। यसको लागि मैले के गर्नुपर्छ भन्दा उहाँहरूले त्यो अनुसारको तरिकाहरू बताइदिनु भयो। यो बताइदिएपछि तपाईँहरूलाई अब अहिले त देख्नु होला, अब भनौँ राम्रै नै छु, अब राम्रै भएको छ मेरो फेस है। अनि त्यतिखेरको के भएको थियो भने यो मेरो मुख यहाँनिर पुगेको थियो, कल्पना पनि गर्न सक्दिनँ त्यो दिन है साँच्चै। अनि एकदमै अब मलाई चाहिँ खानेकुराहरू खानालाई पनि हुँदैन थियो। जब गर्नु पर्यो भने मेरो मुख चाहिँ यता पुरा यस्तो घाँटी मुनितिर पुग्थ्यो कि। अनि त्यो भएको कारण अब खानेकुरो यस्तो चम्चाले चाहिँ लिक्विड कुराहरू चाहिँ यस्तो चम्चाले चाहिँ हाल्नुपर्छ, यतातिर हुन्थ्यो, यतातिर हुँदा पनि चम्चाले हाल्नुपर्छ। यसरी चबाउने कुराहरू त चबाउनै रहन्छ, जति यसो साह्रो ठोस कुराहरू चबाउनु खोज्दाखेरि ओठै चबिन्थ्यो। अनि त्यस्तो भएपछि त्यस्तो अवस्था भएपछि मैले चाहिँ उहाँहरूको कुरालाई मैले विश्वास गरेर अनि त्यहाँ दिनदेखि मैले सुरु गरेँ, प्रोडक्ट खान सुरु गरेँ। अनि उहाँले जुन तरिकाबाट मलाई खान सिकाउनु भयो त्यो तरिकाबाट मैले फलो गरेँ। फलो गर्दाखेरि 3 दिन मात्रै बितेको थियो। यो 2टा प्रोडक्ट खाएको 3 दिन मात्रै बित्दाखेरि मलाई प्रतिक्रिया देखायो। जब मलाई यो गालामा छुँदाखेरि थाहा पाउँदिन थिएँ, घोस्दा पनि थाहा पाउँदिन थिएँ, थप्पड हान्दा पनि थाहा पाउँदिन थिएँ। जबकि मेरो यो गाला मरिसकेको थियो। 3 दिनदेखि यो प्रोडक्टले मलाई काम गर्न थाल्यो। जब मेरो नसा चल्न थाल्यो अनि चल्न थाले पछाडि मलाई विश्वास लाग्यो अब साँच्चै नै म निको हुने रहेछु भन्ने किसिमको एउटा विश्वास आफूमा उत्पन्न भयो। त्यस पछाडिदेखि अनि मैले म भित्र कति चाहिँ नदेखिने रोगहरू चाहिँ कति धेरै रहेछ भन्ने कुरा पछाडि देखा भयो। मैले यो प्रोडक्ट युज गर्दै गएँ। त्यसको 3-4 महिना बित्दै जाँदाखेरि ममा फेरि त्यस्तै किसिमको प्रब्लम देखा पर्यो, जसले गर्दा मेरो भित्र रहेको रोगहरू चाहिँ निकालेको रहेछ। त्यो मैले बुझिनँ त्यतिखेर। कमन प्रब्लमहरू त्यस्तो किसिमको समस्या मेरो बाहिर देखा पर्यो। देखा परेपछि म फेरि आत्तिएँ। जब मेरो श्रीमान फर्केर जानुभयो म एकदमै आत्तिएँ। यो औषधिले त म औषधि भन्थेँ, यो औषधिले त मेरो मुख चाहिँ निको भयो, तर मेरो अर्को रोग चाहिँ फेरि निकालिदियो भन्ने किसिमको कुरा मलाई लाग्यो। त्यो लागेपछि कालीमाटीमा पुगेँ। म महिला समस्याको समाधानको लागि म त्यहाँ पुगेँ। त्यहाँ फेरि 20 वर्ष अगाडि मैले त्यो डक्टरको किताब मैले पढेको थिएँ। त्यो 20 वर्ष अगाडिको एड्रेसमा म खोज्दै गएँ। मैले 3 दिन लाएर त्यो डक्टरलाई भेटाएँ। त्यो डक्टरले भेटेर मैले सल्लाह लिएँ। सल्लाह लिएपछि उहाँले मलाई यो यस्तो किसिमको रोग हो भनेर भन्नुभयो। मेरो ब्लड टेस्टहरू सबै गरेर यस्तो रोग हो भनेपछि उहाँले चाहिँ अब आयुर्वेदिक औषधिहरू मलाई दिनुभयो। मलाई थाहा थिएन यसले प्रतिक्रिया देखाएको भन्ने कुरो मलाई थाहा थिएन। अनि त्यसपछि मैले त्यो औषधि खाएँ, प्लस मैले यो पनि कन्टिन्यू गर्दै बसेँ। अनि पछाडि मैले बुझ्दै जाँदाखेरि थाहा भयो कि म भित्र त्यति धेरै रोगहरू रहेछ। यसले त साइड इफेक्टको ठाउँमा यसले त प्रतिक्रिया देखाएको रहेछ, यसले काम गरेको रहेछ, म भित्रका नदेखिएको रोगहरूले निकालेको रहेछ भन्ने कुरा मैले पछाडि बुझेँ। हाल म यो प्रोडक्टहरू यहाँ जतिजना देख्नुभएको छ तपाईँहरूले, यो सबै छ मेरो घरमा, यो सबै चलाउँछु म है। म मात्रै नभएर मेरो बच्चा, मेरो बाबा, मेरो फुपू, मेरो माइतीपट्टिको मेरो सबै फ्यामिलीहरूले म चलाउँछु। यहाँ जति पनि प्रोडक्टहरू छ यो सबै म चलाउँछु, अहिले पनि चलाउँदैछु। अनि त्यसको प्लस फेरि मेरो छोरालाई म सानैदेखि नै एकदमै विक थियो, एकदमै बिरामी भएर अनि हस्पिटलमा लगिरहनु पर्थ्यो। उनलाई महिनामा 2-3 पल्ट हस्पिटल लगिरहनु पर्थ्यो। त्यस्तो अवस्थामा फेरि मैले बच्चाले पनि खानु हुँदो रहेछ भन्ने किसिमको शिक्षा मैले पाएको कारण उसलाई म अहिले आर्टेजियन, स्पाइरुलिना अनि यो जुस अनि कफी अनि कोकोजी अनि त्यति खुवाउँछु। अहिले मेरो बच्चालाई त्यति साह्रो हस्पिटल लानु पर्दैन, अहिलेसम्म सबै ठिक छ। यदि यहाँहरूलाई पनि कोही नयाँ हुनुहुन्छ अथवा पुरानो नै हुनुहुन्छ भने पनि डिएक्सनमा आउनुभएको छ, कुनै पनि उद्देश्य लिएर कोही आउनुभएको छ, भिजन लिएर कोही आउनुभएको छ, म कसरी निको हुन्छु भन्ने किसिमको धारणाहरू लिएर आउनुभएको छ भने यहाँहरूले निसङ्कोच प्रोडक्टहरूले युज गर्नुहोस्। विश्वासको साथ खानुहोस्, विश्वासको साथ विश्वास गर्नुहोस् होइन। एकदमै भित्री अन्तस्करणबाट विश्वास गरेर जो कसैले पनि यो प्रोडक्टलाई युज गर्नुभयो भने अवश्य पनि तपाईँले सफल